सबैको मेरो यो नयाँ भ्लगमा यो भ्लग चाहिँ अलि पुरानो नै हो चाहिँ अपलोड चाहिँ अहिले गरिरहेको छु मैले। यो चाहिँ असोज महिनाको दशैंको अर्को दिन हामीहरू सबै मतलब दाइ भाउजू मेरो साली र मेरो भाइ अनि मेरो साला बहिनी ज्वाइँ हामी सबै मिलेर यता पुरनधारा हापुरेदेखि पश्चिमतिर पुरनधारा भन्ने ठाउँमा जान लाग्थ्यौं। हामीहरू चारवटा चलाउँदै रमाउँदै हाँस्दै हिँडिरहेको थियौं। हामीहरू मजा लैरहेको थियौं। हामी सबैलाई सारीले भिडियो बनाउँदै हाँस्दै स्माइल दिँदै मेरो भाइले अनि अब ठ्याक्क सारीले हामीतिर भिडियो देखाएर हामी दुईजना मस्किँदै हिँडिरहेको थियौं। बाइकलाई भगाउँदै मस्किँदै रमाइलो गर्दै मैले अब हात चाहिँ देखाइहालेँ, यो चाहिँ म हो। बुढीले बिस्तारै चलाउनुहोस् है भन्दै हाँस्दै हिँडिरहेको थियौँ। अनि स्पिड चाहिँ धेरै त चलाउने हुन्न, ठिकठिकै चलाउँछु मैले। तर चाहिँ अब चाहिँ ठ्याक्क पुरनधारा आइपुग्यौँ। आइसकेपछि मेरो ब्लगिङ सुरु भइरहेको थियो। मैले चाहिँ छिटो आऊ है भनिरहेको थिएँ मैले। अनि हाम्रो ज्वाइँ साहब हिँडिरहनु भएको थियो धनाधन। बुढी चाहिँ मलाई छोडेर पहिल्यै अघि भागिसकेको थियो। बहिनीले फेरि केही भएन दाइ, म तेरोसँग हिँडिरहेछु भनेर बहिनी सँगै हिँडिरहेको थिएँ। अनि सबै अगाडि गइसकेपछि म चाहिँ हिँड्न लागेँ। झरना छरा झरना भने रमाइलो ठाउँ छ, चिसो ठाउँ छ। गर्मी महिनामा आउनलाई चाहिँ राम्रो ठाउँ छ। धेरै जस्तो आउँछन् गर्छन्। बहिनी हिँड्न नसकेर भाइले तान्दिन लाऊ। अनि मैले चाहिँ हिँड्न पनि सकिनँ। म चाहिँ दाइ भाउजूको त अलग्गै चलिरहेछ फोटो खिच्ने। यो छरा कस्तो रमाइलो देखिन्छ। यो पानी पनि चिसो, कस्तो रमाइलो ठाउँ छ। भिजिट चाहिँ एकचोटि गर्नु होला जहाँ पनि हुनुहुन्छ। हामी चाहिँ तुलसीपुरदेखि नै हो, तर चाहिँ हामीहरू चाहिँ ठाउँ घुमिरहन्छौँ, रमाइलो लाग्छ। कस्तो स्लो मोसनमा कस्तो दामी देखिएको छ छरा। त्यहाँ पछाडि चाहिँ यस्तो हाम्रो ज्वाइँ साहबको पनि यस्तो शाहरुख खान वाला पोज। ज्वाइँ साहबले यस्तो शाहरुख खान बनेर पोज दिइरहनु भएको थियो। यस्तारी मजा लिँदै छराको फेरि शाहरुख खान वाला पोज। मलाई शाहरुख खान वाला पोज धेरै राम्रो लाग्छ कि क्या हो। ज्वाइँ साहबलाई त्यो दिन रमाइलो भइरहेको थियो। अनि त्यहाँ यस्तै त हो अब ब्लगिङ गर्ने अलिअलि। अनि ज्वाइँ साहबको पालो सकिसकेपछि हामी दुईजनाको पालो आयो है। हामी दुईजनाको पालो, हामी दुईजना त यस्तै छ। रमाइलो गर्दै भिडियो बनाउँदै हाँस्दै स्लो मोसनमा खिच्दै अनि भिडियो बनाउँदै हाँस्दै रमाइलो गरिरहनुपर्छ जिन्दगीमा। के छ र, डेली रमाइलो गर्नु पनि पर्यो। काम मात्रै गरेर के गर्ने। यस्तो रोमान्टिक हुँदा त मेरो बुढीको पारा तातेर त मेरो चाहिँ कपाली लुट्न लागि के भयो त। म त अचम्मै माने, रिस पो देखाउन लागि। यो रिस देखाएँ होइन, यो यस्तो एउटा भिडियो चाहिँ बनाऊँ भनेर हाल्यो। तर चाहिँ झगडा चाहिँ गरे होइन यो। त्यहाँ पछाडि हामीहरू सबै मिलेर अब चाहिँ ल्याएको अब पिकनिक जस्तो आइसकेपछि त केही न केही खानै पर्यो। अब मेरो भाइलाई बोक्लाएर केरा खान लागिसकेको थियो। यहाँ के लिएर आछौँ भनेर यसो भिडियो बनाउँदै हाँस्दै गफ चाहिँ त्यो बेला मिठा गफ भइरहेको थियो हामीहरूको। गफ चाहिँ अब हाम्रो चाहिँ गफ यस्तै त हो। के लिएर आयौँ, सबै लिएर आएँ भनेर गर्छन्। भाइले आज स्याउ पनि लिएर आएछौँ, स्याउ पनि देखाऊ भनेर भाइले आज स्याउ देखाउन लाग्यो हामीलाई। केरा खाँदै सबैले आफ्नो आफ्नो काममा लागिसक्यौँ। बहिनीले मैले चक्कु लिएर आइछु भनेर देखाउँछु। साली मुस्क आउँछ नि। अनि प्याज काट्यौँ, टमाटर काट्यौँ, खुर्सानी काट्यौँ। अनि चाउचाउ गराएर अब चटपटी बनाउने। अनि अब चाउचाउ मिसाउन लाग्यौँ। चाउचाउ अनि यो चाहिँ कुरमुरे अनि पिरो चाउचाउ सबै चिज हालेर अब चटपटे बनाउन लाग्थ्यौँ हामीहरू। चटपटे सबैलाई चटपटे। अनि कोक ल्याएको थियौँ, डिउ ल्याएको थियौँ, कोक डिउ खाने। अनि ठ्याक्क बबाई खोलाको छेउमा बसेर आनन्द भएर सबैले मिठा गफ गर्दै
अरू दिनका पीडा दुःख कष्ट सबै भुलेर रमाइलो गर्न आएका तपाईँ पिकनिकमा फेरि एकचोटि चेयर्स गर्नु पर्यो र चेयर्स पुगेन है। दाइ भाउजूले खाँदै हुनुहुन्छ, हामी दुईजनाले, बहिनी ज्वाइँ, यहाँ चाहिँ मेरो साला विशाल अनि विशालको साथी अनि चाहिँ मेरो भाइ, अनि सबैले मिलेर खाइरहेको छौँ। रमाइलो भइरहेको थियो हामीलाई सबैलाई, मिठा मिठा गफ गर्दै। सालीले फेरि दुईजनाको त नबनाइ नहुने, बहिनी फेरि यसो बबाई खोलोमा गएर यसो रमाइलो गर्दै पोज गराएर फोटो गराउँदै। अनि त्यहाँ पछाडि पालो भइसकेपछि यहाँबाट हामीहरू अब घरतिर